सगरमाथा चढ्दाखेरि एकदम गाह्रो भइसकेको थियो हाइपरथर्मिया मेरो सँगैको साथीको 3टा औँला नै फ्रस्ट बाइट भयो कालै भयो काट्नुपर्छ भनेर भनिरहेको थियो अनि धन्न थ्याङ्क गड मलाई चाहिँ के भने मेरो शेर्पाहरू एकदमै राम्रो पढ्नु भयो कम्पनी राम्रो पढ्यो गाइडमा पनि डिपेन्ड हुँदो रहेछ अनि त्यही हो हिमालको टाइगर चाहिँ शेर्पाहरू नै हो इफ मेरो शेर्पा दाइ नभइदिए भए चाहिँ म पनि सकिन्थ्यो होला माथि त्यो चाहिँ हो शेर्पाहरूलाई चाहिँ हामीले अप्रिसिएट गर्न नै पर्छ जस्तो तपाईँको चाहिँ गाला र ओठ चाहिँ फुटेको त्यो फोटोहरू चाहिँ हामीले देखेका थियौँ त्यो बाइक अरू चाहिँ तपाईँलाई केही पनि मलाई के भएन मेरो एकदमै मेरो झन् पक्का ठेट शेर्पा दाइ पढ्नु भएको थियो मेरो गाइड होइन हरेक कुरा उहाँ थियो माथि क्याम्पमा चुरो खाएर बस मलाई अक्सिजन लाएर बसिरहेको थियो दाइ होइन यस्तो मजाले मलाई हेल्प गर्नुभयो कम्पनी धेरै राम्रो पर्यो सबै केयर राम्रो भयो मलाई चाहिँ अलिकति केही त्यो एउटा स्क्रैच पनि भएन ओके जस्तो कि अब हिमाल चढेर आउनु भयो नि त हिमाल चढेपछि के पाठ सिक्नु भयो तपाईले जिन्दगीको भोगाइहरू सबै म चाहिँ हिमाल नचढे नै एकचोटि ट्रेकिङ चाहिँ जानु भन्छु सबैजनालाई लाइफमा चाहिँ धेरै कुरा सिकिने रहेछ आफूलाई धेरै कुरा गरे धेरै कुरा सिके जस्तो लाग्थ्यो अनि बुगी उगेको इन्सिडेन्ट पनि हजुरहरूलाई थाहा नै सबै कुराहरू होइन हजुरहरूले यति माया गर्नुभयो सपोर्ट गर्नुभएको थियो सबैजना आउनुभएको थियो बुगी उमा पनि मलाई यसरी सपोर्ट गर्नुभएको थियो मिडियाहरूले अनि गर्दै गयो फेरि एक्लो मुभी पनि आयो सोचेको जस्तो मुभी एक्सन मुभीहरू पनि भइरहेछ अनि आफूलाई चाहिँ के न अचिभ गरे जस्तो चाहिँ भयो थियो होइन तर त्यो एउटा आफ्नो अचिभमेन्ट बिसाउने पनि एउटा ठाउँ हुँदो रहेछ क्या जब म सगरमाथामा पुगेँ टुप्पोमा आफू त केही पनि भएन जस्तो लाग्यो कि अनि आफ्नो अचिभमेन्टहरू पनि हुन्छ नि त्यो आफ्नो त्यो एउटा सक्सेसको भार बिसाउने ठाउँ हुन्छ नि अनि अब कसैले मलाई सोधेर तपाईँको सक्सेसको रेट चाहिँ के हो भने नाम इनुमया भण्डारी भरतपुर 12 मेरो ढाड दुखेर हल्न चल्ला भएको थियो वैदिकमा आएर दबाई खाएपछि एकदम ढाड निको भयो अहिले दुखेको अनुभवै हुँदैन म चाहिँ 8848 भन्छु मैले त्यहाँ बुझाइरहेको छु कि अनि जति म तल झर्दै गएँ होइन त्यति आफूलाई त्यो हुन्छ नि सानो यहाँ आएपछि त कस्तो रित्तो फिल भइरहेछ कि अब फेरि बिगिनिङदेखि स्टार्ट गर्नुपर्छ अब के गर्ने होला त्यहाँ बिसाएर आइसक्यो होइन अब त्यो मनको त्यो भारी कस्तो हल्लुका भएको छ कि त्यो उडेको जस्तो पनि भएको छैन आफूलाई झन् सानो फिल भएको छ अनि हिमालले चाहिँ आफूको भनेर ठाउँमा चाहिँ ल्याउँदो रहेछ क्या मान्छेलाई आफूको भनेर चिनाउँछ अनि त्यसपछि एउटा ठाउँ देखाउँछ उचाइमा पुगेर आफूलाई चाहिँ कस्तो देखिँदो रहेछ सबैभन्दा उचाइमा पुग्नु भयो नि त तपाईँ हजुर सबैभन्दा उचाइमा पुगेर आफूलाई हेर्दा चाहिँ कस्तो देख्नु भयो आफूलाई एकदम ऐना थियो नि त्यहाँ है हेर्ने अनि फोटो खिच्छु सबमिट फोटो खिच्छु भनेर अक्सिजन निकालेको त म त घुम्न थालेँ कि त्यहाँ त अक्सिजन पुग्दैन नि त रिङ्गट लगायो अनि सकेन दाइ म त अक्सिजन निकालेर त फोटो खिच्नु सकेन भने अनि अनुहार चिनेन भने त तिमीलाई त सर्टिफिकेटै दिँदैन भनेर क्या मेरो दाइ त चिन्छ नि दाइ भनेर म अक्सिजन लगाएर मैले सबै सबमिट गरेँ म चाहिँ सकेन त्यहाँ अक्सिजन निकालेर बस्नै सकेन कति समय बस्नुभयो तपाईँ माथि सगरमाथामा त बसेँ म 45 मिनट जति बसेँ किन भन्दा एकजना चाइनिज केटी हुनुहुन्थ्यो ट्याक्कै हिलारी स्टेप भनेको लास्ट इयर पनि त्यो कर्नेस भटेर मान्छेहरू बित्नु भएको थियो त्यो ठाउँमा अनि त्यो चाहिँ रिस्क हुन्छ धेरै भिड गर्नु मिल्दैन अनि त्यहीँ एकजना चाइनिज केटी लडिदिनु भयो क्या अनि बियोस उठ्नु भएन अनि शेर्पाहरूले उहाँलाई चाहिँ रेस्क्यु गरेर घिसार्दै लग्नु भएको थियो अनि आफू जाने कुरा भएन अनि बरु पिकमै बस्छु भनेर आनन्दले अक्सिजन पनि थियो मेरो दाइसँग अनि 45 मिनट आनन्दले ढुक्कसँग बसेँ चाइना हेरेँ नबुझे पहिला चढेको हिमाल हेरेँ लोच्छे हेरेँ म आउँदैछु भनेर त्यो छुट्टै त्यो रमाइलो मजै छुट्टै छ त्यहाँ माथि बस्नको किन आफ्नै देशमा भएको कुरा हो सगरमाथा भन्ने कुरा यति प्रिभिलेज छौँ हामी होइन अरूको देशमा भइदिएको डलर तिरेर हामी जानु पर्थ्यो जुन चाहिँ हामी सक्दा पनि सक्दैनौँ नेपाली पैसामा चढ्नु पाउनु भन्ने एकदमै भाग्यको कुरा हो त्यही माथि सोध्छु भनेर पनि हुँदैन धेरै जाने रहरहरू थियो सगरमाथा चढ्ने रहर थियो तर अब पैसा हजुरहरूलाई थाहा नै छ तर यति प्रिभिलेज छौँ कि नेपालीहरूलाई चाहिँ सस्तो छ गोराहरूलाई भन्दा र स्पोन्सरहरूले पनि धेरै नै हेल्प गर्नुभएको छ मलाई यसमा सबैजना अनि कतिजनाले चाहिँ भन्नुभएको छ कि कमेन्टमा स्पोन्सरको के अरे प्रचार गर्नु गए जस्तो मेरो सपना पुरा गर्नको लागि मेरो हरेक पाइलामा सपोर्ट गर्नुभयो नि त उहाँहरूले त्यसैले मैले उहाँहरूलाई थ्याङ्क यू त भन्नै पर्छ अनि मैले सबै पोस्ट फर्स्टमा चाहिँ स्पोन्सरलाई प्रायोरिटाइज गरेर थ्याङ्क यू भनेको थिएँ कि अनि त्यो पनि मिडियामा आइदियो भने चाहिँ मलाई चाहिँ बेटर
आइदियो भने बेटर होला भनेर चाहिँ मैले कुरा निकालिहालेँ सबै मेरो स्पोन्सरहरूलाई म प्रेस मिट पनि राख्छु एकदमै राम्रो वेल म्यानेजसँग अनि सबै हजुरहरूलाई पनि इन्भाइट छ 2-3 दिनपछि गर्छु होला सबै स्पोन्सरहरूलाई थ्याङ्क यू भनेर किन भन्दा एक पैसाको भ्याल्यु हुन्छ त्यहाँ माथि तपाईँको 1 लाख रुपियाँ 2 लाख रुपियाँ तिरेर अक्सिजन किन्छु भने पनि पाउँदैन क्या सकिसकेपछि त्यहाँ त्यति भ्याल्यु हुन्छ क्या कसैले आफ्नो पन्जा समेत खोलेर दिँदैन कि त्यहाँनिर होइन हरायो खस्यो भने सक्यो तपाईँको करोडौँ दिन्छु भने पनि पाउँदैन त्यहाँ भनेपछि त्यति भ्यालुएबल हुन्छ कि हरेक कुरा हरेक पैसाको अनि त्यही नै हो जसले मलाई सपोर्ट गर्नुभयो एकदमै खुसी छु अनि चढियो आयो सोचेको पनि थिएन